हेलो साथीहरू, तपाईहरु यदि कन्टेन्ट क्रिएटर हुनुहुन्छ, तपाईहरु फेसबुकमा काम गर्नुहुन्छ भनेदेखि आजै यो दुई सेटिङ अन गरेर राख्नु होला, नत्र भने तपाईको च्यानलै मोनेटाइज हुँदैन। र त्यो सेटिङ कुन हो म तपाईलाई बताउन गइरहेको। केवल सेटिङ दुईटा छ, तर त्यो भित्र धेरै कामहरु गर्नुपर्ने हुन्छ र यदि तपाईले मोनेटाइज गराउनु छ च्यानललाई भनेदेखि त्यो सेटिङलाई अहिले नै अन गरिहाल्नुहोस्। र यो भिडियोलाई मन पराउने शेयर लाइक कमेन्ट गर्नुहोस् र यसलाई सेभ गरेर राख्नुहोस्, ताकि तपाईले बिर्सिनु भयो भने फेरि क्लिक गरेर तपाईले हेर्न मिल्छ है त। म तपाईलाई बताउन गइरहेको छु। फेसबुकमा अन गर्नुहोस् र यहाँ देख्न सक्नुहुन्छ थ्री लाइनमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाई यहाँ देख्न सक्नुहुन्छ सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नुहोस् र फेरि तपाई यो सेटिङमा जानुहोस् हैन। सेटिङमा गइसके पछाडि भनेको तपाईले यहाँ देख्न सक्नुहुन्छ डिफल्ट अडियन्स एन्ड सेटिङ, यसमा क्लिक गर्नुहोस्। त्यस पछाडि यहाँ तीनटा अप्सन आउँछ। तीनटा अप्सनमा तपाईले हमेशा पब्लिक गरेर राख्नु होला। अगर तपाईले पब्लिक गर्नु भएन, अरु अप्सनमा राख्नु भने तपाईको भिडियो कहिले पनि भाइरल पनि हुँदैन र फेसबुकले तपाईलाई मोनेटाइज पनि गराउँदैन। त्यही भएर हमेशा यो फेसबुकमा पब्लिकमा राख्नु होला। त्यस पछाडि फेरि पछाडि आउनुहोस् र तपाई जानुहोस् मिडिया, यहाँ देख्न सक्नुहुन्छ यहाँ मिडियामा क्लिक गर्नुहोस्। मिडियामा क्लिक गरिसके पछाडि भनेको अप्टिमाइज, यसमा क्लिक गरेर राख्नुहोस्। दोस्रो भनेको यो नेबर, यसमा क्लिक गरेर राख्नुहोस्। तेस्रो भनेको भिडियो स्टार्ट विथ द साउन्ड अन, यसमा क्लिक गरेर राख्नुहोस्। यो राम्रोसँगले हेर्नुहोस् है। त्यस पछाडि अलवेज शेयर रिल टु स्टोरी, यसमा क्लिक गरेर राख्नु यो दुईटैमा, किनकि यसमा क्लिक गर्नु भने तपाईले अलगै स्टोरीमा भिडियोहरु हाल्नु पर्दैन। तपाईले जब पोस्ट गर्नुहुन्छ रिल, त्यो भिडियो आफै गएर स्टोरीमा जानेछ। त्यही भएर अनि भनेको तपाईले यहाँ अटोमेटिक क्लोज क्याप्सन, यो तीनटा अप्सन छ। यो तीनटा अप्सनलाई तपाईले अन राख्नुपर्ने हुन्छ। 1 2 3 हैन। यिनीहरुलाई चाहिँ तपाईले अन गरेर राख्नुपर्ने हुन्छ, किनकि तपाईले जुन बोलिराख्नु भएको भाषा छ त्यो भाषा तपाईदेखि बाहेक अरूले पनि बुझ्नुपर्ने हुन्छ। अरू कुनै कन्ट्रीको मान्छेहरूले तपाईको भिडियो जान्छ तर ल्याङ्ग्वेज बुझेन भनेदेखि त्यो गाह्रो हुन्छ। त्यही भएर यो अन गरेर राख्नु भएको छ भनेदेखि आफै कन्भर्ट भएर त्यहाँ उहाँहरूले सुन्नुहुन्छ र बुझ्नुहुनेछ। र यति सेटिङ तपाईले कुनै पनि हालतमा गर्नुपर्ने हुन्छ। यदि तपाई यो सेटिङहरु गर्नु भएन भनेदेखि फेसबुकले तपाईलाई मोनेटाइज गराउँदैन। कस्तो लाग्यो भिडियो यदि राम्रो लाग्यो भने शेयर गर्नु, कमेन्ट गर्नु र यो भिडियोलाई तपाईले सेभ गरेर राख्नु।